So, hey guys, welcome back to my YouTube channel, The Nepal Hacker Always Titanium Army. So guys, त्यहाँ दसैँ गयो, तिहार आयो। तिहार त आयो, तर के गर्ने? पटाका फोड्नु परेन? पटाका फोड्नुको लागि के गर्नु पर्यो? खनखनी पैसा तिरेर महँगा पटाका ल्याउनु पर्यो, हैन? त्यो भन्दा राम्रो मसँग एउटा सानो उपाय छ। त्यो एउटा तिहारको लागि So guys, आज हामीसँग छ एउटा सानो स्पार्क प्लग। अब यसलाई हामीले बनाउने छौं तिहारको लागि धमाकेदार पटाका। So guys, अब यसलाई मैले बनाउँदै छु एउटा राम्रो धमाकेदार पटाका। यो भिडियोलाई ध्यान दिएर हेर्नु होला। यसलाई कसरी बनाउने, के गर्ने, कुन तरिकाले बनाउने, हैन? अब गर्नु परेन फुल्ली धमाका। So guys, पहिला त यसको यो पिन जुन यो बीचको एउटा पिन छ, यो पिनलाई निकालेर फालौं। त्यसको लागि हामीसँग छ यो प्लासले यसको यो बीचको पिनलाई निकालेर फालौं पहिला, हैन? अनि यसको जुन तपाईको यो मेन प्लग, यो भित्रको मेन एउटा तपाईको यो यसलाई यो तरिकाले तान्यो भने यसरी आउँछ गाइस। यसलाई यसरी मिल्काइदिउँ, हैन? अब यसको यो भित्रको यसलाई भाँचेर यो तरिकाले ल यो पनि निस्कियो गाइस, हैन? यसलाई साइड लगाइदिउँ र यो यसको केही काम छैन गाइस। यसलाई यो तरिकाले काटेर फाल्नु गाइस। यसको पनि केही काम छैन। सो गाइस, अब यो भित्र यो एकदम यो नट बोल्ट एकदम यो भित्र यसरी फिट हुनु पर्यो, हैन? धेरै लुज पनि हुनु भएन, धेरै टाइट पनि हुनु भएन। टाइट भयो भने काम गर्दैन। र यसलाई अब हामीले के गर्ने छ त भन्दा हामीसँग छ यो बेन्डिङ वायर, टाइट वायर। यो टाइट वायर हो र यो घर यो कन्स्ट्रक्सन लाइनमा यो कन्स्ट्रक्सनको काम भइरहेको घरहरुमा तपाईले जहाँ पनि जानुस् थोरै भनेको तपाईले किन पाउनुहुन्छ, हैन? र यसलाई अब यो तरिकाले यो भागमा यसलाई यस्तै टाइट गर्दिने, यसलाई यो तरिकाले टाइट गर्दिने। यो एकदमै टाइट भयो गाइस, हैन? र अब यसलाई यो तरिकाले हाल्ने, यो तरिकाले यसरी फ्री भएर खेल्नु पर्छ है गाइस। यो ट्रिगरको काम गर्छ है यसले। अब यो एउटा रकेट भयो गाइस यो, है त? यो हल्का लुज हुन सक्छ होस् भनेर गाइस यसलाई यो भागमा हल्का लगाइदिउँ, यो लुज नहोस् भनेर। तर यो भागमा पर्नु हुँदैन गाइस। यो चाहिँ एकदम फ्री, यो चाहिँ एकदम फ्री प्ले हुनुपर्छ है। यो चाहिँ एकदम फ्री प्ले हुनुपर्छ यो टाइपले, हेर्नु भने गाइस। यो टाइपले चाहिँ यो टाइपले यो बनाउनु होला। र यसलाई अब सो गाइस, हामीसँग यो मात्र हैन गाइस, हामीसँग धेरै क्वान्टिटीमा छ। यसको काम अझै एउटा बाँकी नै छ गाइस। सो गाइस, अब यसको लागि अझै एउटा काम के बाँकी रह्यो त नि भन्दा अब यसको लागि यसलाई रिबन तरिकाले यसलाई यहाँ टेपिङ गर्दिउँ, हैन? यो तरिकाले यसलाई टेपिङ गर्दिउँ। के भने अलिकति झमेला हुन सक्छ। यसलाई यो तरिकाले गर्दाखेरि एकदम बेटर, एकदमै सजिलो इजी हुन्छ है। यो तरिकाले यसलाई टाइट होल्ड भयो भने धेरै राम्रो। यो यसरी जान्छ गाइस। अब यसको अर्को काम बाँकी छ फेरि। अब के त नि भन्दा अब यो भित्र हामीले के हाल्नुपर्छ भन्दा हामीले हाल्नुपर्छ यसलाई हाल्नुपर्छ
बारुद, यो बारुद हो। सलाई, यो सलाईको काँटीबाट यसको बारुद निकाल्ने के गर्ने म तपाईँहरूलाई यही भिडियो मार्फत सबै जानकारी दिनेछु है गाइस है। अब यसलाई यसको यो बारुद यो टाइपले यसको यो। सो गाइस फाइनली यसको बारुद पनि निक्लियो। अब यसलाई के गर्ने भन्दा यसलाई यो टाइपले यो भित्र यो बारुद भर्दिने र यसले अलि राम्रोसँग टाइट गर्ने, यसले अलि राम्रोसँग टाइट गर्ने र यो पनि यसरी टाइट गर्ने। सो गाइस अब यो झर्दैन, सो गाइस आउनुहोस् अब सबै तयार गरौँ। फाइनली हाम्रो रकेट यो तिहारको लागि यो सबै रेडी भयो र अब यसलाई बाहिर गएर टेस्ट गरौँ, यसलाई पड्काएर हेरौँ कतिको माथि कतिको हाई लेभलमा उड्ने यसको क्षमता छ। आउनुहोस् अब बाहिर जाउँ, बाहिर गएर यसलाई कुनै खुला मैदानमा ड्याङ फोड्ने। अब ल आउनुहोस् गाइस सँगसँगै। सो गाइस फाइनली हामी आज एउटा सेफ्टी र एकदम खुला ठाउँमा आइयो। अब यसको टेस्ट गरेर हेर्नेछौँ हैन। अब यसलाई माथिबाट यसरी फाल्ने, यसलाई माथिबाट फालेर यो तल आएर यसरी ठोकियो भने त्यसपछि मात्र यसले काम गर्नेछ। काम गर्छ गर्दैन यसको कुनै ग्यारेन्टी छैन गाइज है। एकचोटि टेस्ट गरेर आऊ, भिडियोमा साथ दिनु होला गाइज, लाइक शेयर कमेन्ट गर्नु होला है त। गो One, two, three, go! So guys, अब एकैचोटि 1 2 3 4 5 6 7 वटा ल है गाइज, रेडी 1 2 3 गो। गाइज 7 वटा फेल खायो, 4 वटा ट्राई गर्दैछु। आई होप दिस वर्क। ओके सो 1 2 3 go! Yeah! Yes! रोक्दै कस्तो भइरहेछ अहिले तपाईलाई? I'm so happy bro. This is actually work. Okay. र गाइस यो अहिले पड्किसकेको अवस्था छ हैन। यो पड्किसकेपछि यस्तो हुन्छ भित्र हेर्नु हैन। चाहिँ हाम्रो दाइले यो गाडीको बाइकको स्पार्क प्लग हो हैन। यो स्पार्क प्लग भित्र जुन हाम्रो म्याच बक्सको हुन्छ नि, हामी सलाई भन्छौँ हैन, त्यो सलाईको बारुद धुलोहरू यसमा भर्ने र हाम्रो यहाँ भाइले भरिरहेको छ, हामी त्यो पनि देखाउँदैछौँ हैन। गाइस अहिले बारुद लोडेड भइरहेछ, बारुद। ल try. Okay guys, let's see what happened. Yes, no. प्याट्ट गरे यार, देख्नु भयो ल है। ओके एकचोटि 5 6 एउटा डाउन भयो हैन, 6 वटा हालेको भने। Yes. यस बब्बा लगे जाने यार। So guys, I'm gonna to try again once more. Let's see what happened. 1 2 3 go. No. 1 2 3 3 go.
जाने कि बल्ल आफूले फाल्नु छ अहिले यार वाओ लोड ये तो प्रेसर परेछ हेर्नु त्यहाँ दाग हेर्नु भयो नि त मैले अस्तर माथि फाल्नु त ल सही पड्क्यो यो सही पड्क्यो ल हेर